Growing up as a Madesi in Nepal, भारतसँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा बस्ने मान्छे भएको नाताले मलाई धेरैजसो मधेसी इन्डियन भन्दै जिस्काइन्थ्यो। केवल एउटा सानो फरकको कारण। त्यो फरक के थियो भने हाम्रो परिवारमा दशैं वा नवरात्रि जस्तो चाडमा हाम्रा जेठाजु अधिकारीहरूबाट रातो टीका लगाउने चलन छैन। यसै सानो भिन्नतालाई प्रमाण जस्तै मानिन्थ्यो कि म पुरै नेपाली होइन। तर कुरा के हो भने दशैं कहिले पनि एउटै मात्रै प्रकारको चाड थिएन। यो त नेपालकै विभिन्न समुदायका परम्पराहरूले बुनेको सुन्दर रङ्गीचङ्गी एउटा ग्रन्थ हो। मधेसी समुदायमा झिझिया नाच छ, जहाँ महिलाहरूले माटोको भाँडोभित्र दियो बालेर आफ्नो शिरमा राखेर नाच गर्छन्, नकारात्मक शक्तिहरूलाई टाढा राख्ने विश्वासका साथ। यो पनि दशैंको एक अङ्ग हो। नेपालका नेवारहरूमा मोहनी पर्व मनाइन्छ, जसमा गाढा कालो टीका, ठुलो समुदाय भोज कुची भव्य र हिन्दू बौद्ध दुवै परम्पराले अनौठो आकार दिएको संस्कृत। धेरैजसो गुरुङ र लिम्बू परिवारहरूमा सेतो टीका लगाउने चलन छ, जहाँ आशिष झाँक्री वा लामाबाट लिइन्छ। तिब्बती संस्कृतबाट प्रभावित भएको समुदायहरूमा दशैं शान्त सरल र धेरैजसो परिवारभित्रै सीमित तर आफ्नो शैलीमा बिउजिन्छ। तर किन रातो टीकावाला संस्कार आधिकारिक लाग्छ? उत्तर छ समानीकरण। समानीकरण भनेको सत्तामा भएको समूहहरूले आफ्नो संस्कृतिलाई सही वा राष्ट्रिय संस्कार भनेर अघि धकेल्नु हो। प्राय एकताको नाममा नेपाल एकीकरणको समयमा र पछि बनेको कानुन संरचनामा खसार्य अर्थात् पहाडी बाहुन क्षेत्री संस्कृतिलाई राष्ट्रिय मानको रूपमा स्थापित गरियो र राजतन्त्रको समयमा त राजा आफ्नो प्रजालाई रातो टीका लगाइदिने प्रथा नै राष्ट्रिय प्रदर्शन बनाइयो। एकै संस्कृतिको एउटा रीत सबैको राष्ट्रिय रीत बन्न पुग्यो। शक्ति र संस्कृतिको मिलनले त्यस्तो गरियो। तर यति मात्रै होइन, शक्तिका ढोकाहरूले सबै परम्परा मेटेनन्। फरक मान्यताहरू बचेर रहेका छन् र दशैंको सुन्दरता पनि यही विविधतामा छ। विभिन्न स्वरूप, विभिन्न रीत, तर सबैको उद्देश्य एउटै, शुभकामना, आशिष र समुदायले जोड्ने भावना। त्यसैले चाडपर्वमा याद गरौँ, हाम्रो तरिका ठिक हुन आवश्यक छैन, फरक तरिका पनि ठिकै हुन्छ। परम्पराहरूको ऐतिहासिक बुझ्दा परम्परा हराउँदैन, उल्टै अझ गहिरो, समावेशी र अर्थपूर्ण बन्छ। थाहा छ मलाई यो भिडियो कतिलाई मन पर्न सक्छ र कतिलाई मन नपर्न सक्छ। इफ तपाईलाई यो भिडियो राम्रो लाग्यो भने लाइक गरिदिनुस् र कमेन्ट छोडिदिनुस्।